के तपाईहरुको घरमा पनि सानो नानी बाबुहरू हुनुहुन्छ अनि तपाईहरुको नानी बाबुहरू स्कुल पढ्दै हुनुहुन्छ भने के तपाईहरुलाई पनि स्कुलमा चाहिँ आफ्नो कल्चरल ड्रेसहरू लगाउनु होला कल्चरल ड्रेसहरू ल्याउनु होला भनेर चाहिँ स्कुलबाट केही कम्पल्सरी गराउनु भएको छ यदि त्यस्तो हो भने चाहिँ हाम्रो थारु गहना है हाम्रो थारु गहनालाई चाहिँ नबिर्सिनु होला यदि तपाईहरु पनि चौधरी नै हुनुहुन्छ भने हाम्रो सानो नानी बाबुहरूको लागि अब तपाईहरुलाई पनि कल्चरल ड्रेसहरूको आवश्यक छ गहनाहरू आवश्यक छ भने चाहिँ हाम्रो थारु गहनालाई सम्झिनु होला र त्यसै क्रममा चाहिँ आज हाम्रो यो अर्डर चाहिँ मोरङ केराबारीदेखि रहेको छ हाम्रो सन्जु म्यामले चाहिँ हामीलाई माया गरेर अर्डर गर्नु भएको छ आफ्नो नानीको लागि भनेर उहाँले चाहिँ हाम्रो ब्ल्याक एन्ड व्हाइट हाम्रो थारूहरूको कल्चरल ड्रेस हुन्छ भने उहाँले चाहिँ आफ्नै कलर कस्टमाइज उहाँले चाहिँ हरियोमा गरिदिनु होला हाम्रो यता चाहिँ हरियो चल्छ म्याम भनेर चाहिँ उहाँले हरियो कलरको ड्रेस रेडी गरेर अनि त्यस्तै उहाँले आफै कस्टमाइज गरेर चाहिँ गहना सेट चाहिँ अर्डर गर्नुभएको छ हामी उहाँको सामान चाहिँ प्याक गर्न जाँदैछौँ त्यसैले चाहिँ हजुरहरू मार्फत पनि यो भिडियो लिएर आएको छौँ यदि तपाईँहरूको घरमा पनि सानो नानी बाबु हुनुहुन्छ स्कुलहरू कलेजहरू जानुहुन्छ यदि उहाँहरूलाई पनि थारू कल्चरल ड्रेस र गहनाहरू चाहिन्छ भने चाहिँ हामीलाई सम्झिनु होला भन्न चाहन्छौँ र सन्जु म्यामको अर्डरमा चाहिँ के रहेको छ आउनुहोस् म तपाईँहरूलाई देखाउने छु उहाँले चाहिँ आफ्नो छोरीको लागि आफ्नो सानो नानीको लागि ड्रेस भन्नुभएको छ ड्रेसमा चाहिँ हामीले ब्लाउज उहाँले भन्नुभएकै कलरमा गरेको छौँ यो हाम्रो ग्रिन कलरमा चाहिँ ब्लाउज भयो ब्लाउज चाहिँ उहाँले हाफ गरिदिनु होला भन्नुभएको थियो अनि उहाँलाई चाहिँ चिन्ता लागिरहेको थियो ड्रेस चाहिँ मिल्छ कि मिल्दैन ब्लाउज चाहिँ मिल्छ कि मिल्दैन भन्नुभएको थियो त्यसैले चाहिँ सन्जु म्याम तपाईँ टेन्सन लिनु पर्दैन हामीले चाहिँ ब्लाउजलाई चाहिँ यसरी पछाडि चाहिँ एडजस्टेबल तरिकाले बनाएको छौँ अनि हजुरले जुन फोटो स्याम्पल हामीले दिनुभएको थियो त्यही फोटो स्याम्पल हेरेर चाहिँ हामीले त्यही अनुसारले एडजस्ट हुने तरिकाले चाहिँ रेडी गरेको छौँ हाम्रो यो पछाडि चाहिँ डोरी मात्रै हुन्छ तपाईहरुको अब नानीको साइज अनुसार डोरी बाँधेर चाहिँ एडजस्ट गर्न सक्नुहुन्छ र बाहुला त अब तपाईले नै भन्नुभएको छ हाफ गरिदिनु होला त्यसैले चाहिँ हामीले हाफमा गरिदिएको छौँ र सोही ब्लाउजलाई चाहिँ सेट हुने गरेर हामीले साडी पनि तयार पारेको छौँ जुन साडी चाहिँ यस्तो रहेको छ हाम्रो सेतो साडीमा चाहिँ हामीले हरियो बिट हालिदिएको छौँ हामीले कालो बिट नर्मली हाम्रो नवलपुरमा चल्ने भएको कारणले चाहिँ हामीले कालो बिट हालिरहेकै हुन्छौँ र उहाँले चाहिँ हाम्रोतिर चाहिँ मोरङतिर हरियो बिट चल्ने हुनाले चाहिँ हरियो बिट हालेर गराइदिनु होला म्याम भन्नुभएको थियो त्यसैले चाहिँ हामीले साडीलाई पनि यसरी फिक्स गरिसकेको छौँ यो सबै मुजाहरू बनाएर रेडी छ है तपाईहरुले चाहिँ यो मात्र हुकले चाहिँ लगाउन सक्नुहुन्छ यो साडी चाहिँ साडी यो भयो भने गहनामा चाहिँ उहाँले नै भन्नुभएको गहनाहरू राखेको छौँ हामीले जुन चाहिँ हाम्रो यो सिक्का माला भयो हाम्रो नानुको लागि अनि त्यस्तै यो सिक्का मालासँगै लगाउनको लागि भनेर यो चाहिँ अर्को सामान भनेको हाम्रो रानीहार रहेको छ जसमा चाहिँ रानीहारकै डिजाइन भएर चाहिँ हाम्रो झुम्काहरू पनि तपाईहरुले पाउन सक्नुहुन्छ यसमा यो चाहिँ रानीहार र रानीहारको झुम्का भयो भने अर्को चाहिँ हामीले चौधरीहरूको मेन चिनारी भनेर कसलाई भन्छौँ त हँसुलीलाई है यो चाहिँ हाम्रो बेबी हँसुली जुन चाहिँ सानो नानुको लागि चाहिँ जाँदैछ यो चाहिँ हँसुली भयो अनि त्यस्तै टाउकोको लागि भनेर उहाँले चाहिँ आफै कस्टमाइज गरेर यो बिन्दी गरिदिनु होला भन्नुभएको थियो हामीले चाहिँ त्यसैले यो चन्द्रबिन्दी गरिदिएको छौँ यो चन्द्रमा डिजाइनमा रहेको बिन्दी भएको कारणले चाहिँ हामीले यसलाई चन्द्रबिन्दी भनेर नाम गरेको छौँ र अन्तिममा चाहिँ हाम्रो यो डेली रहेको छ जुन चाहिँ हाम्रो अरू बेला ठुलो साइजमा छ भने माछा मार्नको लागि सानो साइजमा हो भने चाहिँ हामीले ठ्याक्क यसरी राखेर चाहिँ यो सोको लागि गर्ने गरिन्छ लगाउने गरिन्छ हाम्रो यो चाहिँ सानो डेली भयो हाम्रो यो सामान अब मोरङ जाँदैछ सन्जु म्यामको नाममा उहाँको छोरीको लागि यदि तपाईहरुलाई पनि यस्तै थारू गहना ड्रेसहरू चाहिन्छ भने चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र सम्पर्कको लागि हरेक भिडियोको स्क्रिनमा तपाईहरुले हाम्रो नम्बर पाउन सक्नुहुन्छ भने यदि तपाईहरु टिकटकमा भिडियो हेर्दै हुनुहुन्छ भने तपाईहरुले टिकटकको बायो भिजिट गर्न सक्नुहुन्छ र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने पनि हाम्रो फेसबुक भिजिट गर्नुभयो भने हाम्रो नम्बर पाउन सक्नुहुन्छ र अन्तिममा फेरि सन्जु म्यामलाई धेरै धेरै धन्यवाद हामीलाई यसरी विश्वास गरेर यो सेवा गर्ने अवसर दिनुभएको छ त्यसको लागि चाहिँ हजुरलाई एकदमै धेरै धन्यवाद भन्न चाहन्छौँ थ्याङ्क यू